बोलिन्छ त्यहाँ बाले भने हैन जन्मभूमि र जन्म दिने आमा उस्तै हुन् भनेर पर्याखण्डमा आफ्नो ज्यान दिनुपर्छ नि दुःख गरेर धेरै पैसा कमाउँछु अनि एउटा राम्रो अस्पतालमा लगेर तपाईँको उपचार गर्छु त्यति गर्दा नि भएन भने हजुरलाई कहिले पनि छोड्दिन अनि आमा यो यस्तो छ यो उस्तो छ भनेर हजुरको आफ्नै आँखाले देखे जस्तो पारेर संसार घुमाउँछु यति माया छ कति भाग्यमानी छु का मतलब आमा हाय हुन त हजुरको भगवानको कानमा नपरोस् तर कुनै दिन म आँखा नदेख्ने भयो भने क्या हुन्छ नि मेरो आँखा दिन्छु यो मुलुक दुई ढुङ्गा बीचको तरुल जस्तो छ देशका महाजनहरू हाम्रा मुलुकमा आयो भने दुनियाँ कंगाल गरी छाड्छन् अन्याय मुलुकमा हुन नदिनु निया निशा बिगार्न भनेको खुस दिने खुस खाने प्रजा मोटा भया दरबार बलियो रहन्छ मेरा साना दुःखले आर्जेको मुलुक होइन सबै जातको फुलबारी हो सबैमा चेतना भया सरकारको 1 वर्ष शासनमा मचिएका काण्डहरू हेरौं नम्बर 1 मन्त्रीको घुसकाण्ड 2 स्पेन तस्करी काण्ड प्रधानमन्त्री सहभागी कार्यक्रमलाई आवरण बनाएर ठूलो संख्यामा मानव तस्करी भएको छ गृहमन्त्रीले छानबिनको निर्देशन दिएका छन् नम्बर 3 भिजिट भिसा काण्ड नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाएको घटनामा नेपाल सरकारका सचिव पक्राउ गिरोहसँग लेनदेनमा सक्रिय भएको प्रहरीको अनुमान सचिवलाई 3 दिन हिरासतमा राख्न अदालतले दियो अनुमति
जय नेपाल